कतै केही पाइलो पलस केही खबरै छैन। तँलाई केही भयो नि मलाई नि केही भयो अनि कसरी थाहा हुन्छ मलाई त ल यसो गर्नु पर्यो अब अरू कुरा होइन के गर्ने तँ यो बाटो जा म यो बाटो जान्छु जहाँ फेला पर्छ त्यही फेला पारेर ल्याऊ रामबिहार दिदीको घर गएर नि सोधिसक्यौँ छैन कहाँ चाहिँ गयो होला त छोरी अब यता जाने छैन उता जाने छैन अब त गइ चाहिँ कहाँ भनेको हाम्रो पत्ता लगाउन सकिन्छ अब के गर्ने अब केही उपाय लागेन अब तँ यता जा म यता जान्छु जहाँ फेला पर्छ तँ यता गए यता फोन गर म यता फेला पारेँ म यता फोन गर्छु अरू उपाय छैन राम्रोसँग बोल्नु है त्यो त म नि यता राम्रोसँग बुझ्छु बहिनी कस्तो हतारिँदै कहाँ हिँड्यो आज 2 दिन भइसक्यो छोरी हराएको खोज्दै हिँडिरह म त गाउँतिर सबैतिर खोजिसक्यो कहीँ भेटिँदैन अनि यसो छरछिमेकतिर बुझिनौ खोजेँ उता रामप्यारी दिदी घरतिर गएँ माइती पनि फोन गरेर सोधेँ कहीँ भेटिएन माइतीतिर नि गएको छैन अनि त्यस्तो यताउता नभेटाएपछि त यसो पुलिसलाई खबर गरे भए नि हुन्थ्यो नि पुलिसकोमा अब जानु पर्ला खोइ अब बुढालाई उता गैरी गाउँतिर पठाएको छु खोज्नलाई म डाँडा गाउँतिर जान लागेको अब यो 2 ठाउँमा चारौँ हेरौँ खोजौँ पाइएन भने पुलिसकोमा जाने हो त्यसै गर्नुपर्छ तिमी चाहिँ कहाँ गएर आनी म त माइत गएकी थिएँ ए त्यसो भए त मेरो छोरी हराएको थाहा छैन होला कहिले गएको हो मलाई त थाहै छैन भर्खर थाहा भएको 3 दिन भयो माइत गएको अब छोरी हरा भर्खर 2 दिन भयो रे ल नानी ल पाए तिमीले नि कतै यसो भेट्यौ भने खबर कतै थाहा भयो भने मलाई खबर गर्नु है म हिँडेँ म हतार्नु पर्यो ओहो ठुलै नमस्कार हो नमस्कार कता यसरी हतार गर्दै हिँड्नु म त हतार छोरी हराएको 2 दिन भइसक्यो कहाँ गई ए छोरी हराइन हजुरको ए बस्नु न कहाँ गई त के हो नि खोज्दा हैरान पो कहाँ गई अत्तो पत्तै भएन भने समय परिस्थिति कालगति जमाना ठिक छैन हजुर कहाँ गयो खोज्नु पर्यो नि हजुर छोरी त म त यसो विचार गर्दा बरु पुलिस थानातिर गएर रिपोर्ट गरौँ जस्तो लाग्यो मलाई त होइन नगर्नु ठुलै पुलिस थानामा जानु पर्दैन फेरि यसै खोज्छन् बरु आफन्त इष्टमित्रकोमा खोज्नु म पनि कतै यसो फेला पऱ्यो भने हजुरलाई खबर गर्छु हजुर अब त्यस्तै पुलिस चौकीमा नजानु हजुर ल अब के हो यस्तै पर्यो तपाईँ थाहा पाउनु भने मलाई खबर गर्नु है त हस् हजुर ओहो फुलदाईको छोरी हराएको त गाउँभरि व्यापक भइरहेको रहेछ ओहो जताकतै खोजिरहेको रहेछन् गाउँभरि ठिकै छ अब 1-2 महिना चाहिँ यो काम छोड्नु पर्यो 1-2 महिनापछि फेरि सुचारू गर्नु पर्ला बुढाले भेटे अब फोन गर्थ्यो होला नि मलाई खोजेर हिँड्दा थाकियो कहीँ भेटिएन कहाँ गयो होला छोरी अब कहाँ खोज्न लाग्यो यहाँ जान्छु भनेर गएको थाहा हुन्छ के गर्ने अब ल त्यो भएपछि हुन्छ अनि ए बुढी छोरी कतै भेटियो त्यता कहाँ पाएर भेट्यो तर छ्याप्की खोजेँ प्रत्येक व्यक्तिलाई एक गरी सोधेँ कसैले तेरो छोरी यहाँ गएको छ यसो गरेको छ कसैले भनेन मलाई कति दुःख मलाई मात्रै भएर बुढा नराम्रो त केही भनेका थिएन त्यो त हो कति हैरान पारी मलाई असाध्यै समस्या पर्यो छोरीलाई त्यत्रो ठुलो बडा बनाएँ कहाँ गएको थाहा छैन कति दुःख गरेँ मैले कति खमेँ तपाईँलाई मात्रै पिर परेको छ र बुढा मलाई पनि पिर परेको छ नि संसार चारियो कहीँ भेटिएन कहाँ चाहिँ गयो होला त त्यो छोरी नराम्रो छ हामीले गाली गरेका पनि केही थिएनौँ त्यसलाई कहाँ गयो होला त त्यो छोरी कहाँ गयो होला के गरी होला के खायो होला कसरी बस्यो होला कसरी चित्त बुझ्यो होला मेरो मन मलाई असाध्यै थकाइ लाग्यो चुर भएर जता खोजे पनि फेला पर्दैन अब के गर्ने भन् त मलाई पनि पिर परेको नि बुढा
अब के गर्ने हामीले नराम्रो शब्द नि केही बोलेको थिएन त्यसलाई गाली गरेको थिएन हुर्के बढेकी छोरी एक दुई शब्द त बोल्नु पर्यो त्यसलाई केही नराम्रो केही भनेको थिएन कहाँ गयो होला त त्यो नडराउ म पनि तिमी जस्तै छोरी मान्छे हो मैले पदम दाइलाई राम्रोसँग चिन्छु तिमी डराउनु पर्दैन बहिनी अब हामी लाग्नुपर्छ रुमतिर अब हामी सँगै बस्न पर्छ मान्छे हेर्दा त राम्रै छ जस्तो लाग्यो अब जमिन धेरै रुमतिर पदम दाई त मेरै रुममा त आउनुहुन्छ नि तिमी किन चिन्ता लिन्छौ चिन्तै नल्याउ न तिमी हिँड जाऊ छोरी कता गई घर कस्तो फोहोर अब बुढी माइती गएको 2 दिन 3 दिन भयो के गर्नु आइमेन अब यस्तै घरै अँध्यारो भने साँच्ची रहेछ होइन कति भुतभुतार बस्या ए बुढी तिमी आयो अनि के हो त पैसाको जोगार भयो दिएन नि बुढा पैसा त अब बाबुआमाले भए पो छोरी बल्ल बल्ल आकी अलिअलि भए नि यसो खोजेर दिउँ भन्थे भाइ बुहारीले के दिन्थे दिएनन् मलाई त हात त लागेको थिएन तै पनि भाइलाई दिनु भएको छ क्या अरे नि त यसो गएर मागेर ल्याउनु न नभए भएन अब त्यसको नि छोरी जानी भनेको छ क्या अरे अब यस्तो अप्ठ्यारो परायो होला त ले भन्नु पर्ला है ले भनेर जति हुन्छ त्यति यसो हेराउँछ यहाँ बढाल्दै उच्च तिमी यति बढाल है त म जान्छु है दिदी मलाई त कस्तो कस्तो लागिरहेछ पदम दाई कतिखेर आउनुहुन्छ ए पदम दाईको किन चिन्ता गरेको पदम त आइहाल्छ नि बसौँ न यहाँ पदम दाई नभए त कस्तो कस्तो लाग्यो मलाई त यो ठाउँ तिमीले धन्दै मान्न पर्दैन नि नानी पदम दाईले हिजै मलाई फोनबाट सबै कुरा भनिसक्नु भयो तिम्रो जागिर अब पक्का भयो हो र दिदी मैले पनि जागिर पाउने भए हो त लाटी तिमी यति राम्री छेउ सुशील छेउ अनि के भन्न खोज्नु भएको दिदी तिमीले जागिर त पक्का पायौ तर तिमीले 2-3 वटा शर्त मान्न पर्छ त्यसको लागि कस्तो शर्त हो दिदी मैले मान्नु पर्ने
तिमीले पहिले मेरो कसम खाऊ, अनि मात्र तिमीलाई म भन्छु। मेरो कसम खाऊ। यस्तो कसमै खानुपर्ने काम चाहिँ के हो दिदी? नानी, पहिले मेरो कसम त खाऊ, अनि भनिहाल्छु नि। दिदी राम्रै कामको लागि हो भने त तपाईँको कसम म तपाईँको कुरा काट्न सक्दिनँ। अब त भयो। त्यसको लागि तिमी 3-4 घन्टा पर्खिनु पर्छ। किन र दिदी? तपाईँलाई मेरो भरोसा लागेन? तिमी माथि मलाई पुरै भरोसा छ नि, त्यही भएर त तिमीलाई यति छिटै काम मिलाइदिरहेको छु नि। हेर नबिना, त अब सपनाको संसार काठमाडौँ आएकी छिस्, काम पनि चाँडै पाइस्। त कति भाग्यमानी। अब त म गाउँ जाँदा। नानी, किन टोलाको तिमी? के भन्नुभएको दिदी? तिम्रो जिन्दगी अब आकाश जमिनको फरक हुन्छ। मलाई त ठिकै छ, तर तिमी चाहिँ दिउँसै सपना देख्छौ जस्तो लाग्यो, त्यही भएर झकझकाएको। होइन दिदी, त्यतिकै सोचेर बसेको नि। तिमी थाकेर आएकी छौ, आराम गर। यो सबै कुरा भरे गरौँला। बुढा के भयो? किन टोलाएर बस्नु भएको छ त? अब किन टोला भन्नु? अब छोरी कानुन जाने डर गर्थ्यो, मसँग त सुसको पैसा पनि छैन, त्यसलाई कानुन कसरी पठाउने भनेर सोचेर बसेन बुढी। के गर्नु त, अस्ति त खुब फुर्ती लाउनु भएको थियो त, म जाँड भने खोजेर ल्याइहाल्छु नि भनेर। यसो काजी काम गरेर थोरै पैसा मारेर ल्याएको थिएँ, त्यहाँदेखि तपाईँले मिठो मिठो खानुपर्छ सिद्धिको। अब मलाई मात्रै बिहे खानु पर्ने, तिमीलाई पनि खानुपर्छ। एक छाक मासु खाएर पैसा सिद्धिन्छ त भने? एक छाक मासु मात्रै भन्नुहुन्छ? मासु मात्रै खाएर सिद्धि भनेको छु त? घरमा जिरा थिएन, तेल थिएन, नुन थिएन, सबै थोक ल्याउनु पर्दैन? कुराहरू अब दाइका पैसा माग्न जानुहुन्थ्यो, लाडे भइसक्यो बुढी। दाइ कहाँ चाहिँ माग्न जाने नि बुढा? मैले भनिदिएको छु, त्यो भाउजूको वचन खानु छ र? धारा पँधेर मेलापात जहाँ गयो नि चस्सा चस्सा मनै भत पोल्नेरी भन्छ, त्यसको वचन खानुभन्दा त्यहाँ चाहिँ जाने होइन। बरु एउटै बेको चिनो यति एउटा थियो, यही लगेर बेचेर छोरीलाई सहर पठाउनुहोस्, लिनुहोस्। अब छाड्दै बुढी, अब सबै गहना बेचेर खाइसक्यो, एउटा दिएको चिनो छ, अन्त खोजेर अनि पछि बेच्नु नि हुँदैन? हुँदैन बुढा, हुँदैन। जहाँ पाए त्यहीँ हिँड्नुहुन्छ, फेरि खसाल्नु होला नि, जाँड झोक्ने होइन नि बेचेर फेरि। यसो गरौँ, यसलाई नबेचौँ, यसलाई राखौँ। बेच्नु बुढा, बेच्नु। बेको चिनो भनेको एउटा थियो, यही पनि मासेपछि अब आनन्द हुन्छ। पैसा माग्नु भनेर आएको, अब यसकै हरा यस्तो गुनासो रहेछ। अब माग्नेलाई तातो हात भन्या जस्तो। अब बुढीलाई एउटा बाहना बनाइदिन्छु। होस्, जान्छु। सर, आइपुग्नु भयो? आए नि, तिमीले बोलाएपछि नआउनु त? अनि खोइ तिम्रो माल? सर, माल त एकदम सुन्दर छ नि, गाउँको अर्ग्यानिक, त्यही भएर त हजुरलाई त्यतिले हुँदैन भनेको नि। अब तिमी पनि
पैसाकै कुरा गर्छु खोइ त तिम्रो अर्ग्यानिक चिज हेर्न त मिल्छ होला नि हेर न साख न नमिल्ने भएदेखि हजुरलाई यत्रो बाटो दुःख दिएर बोलाउँथे त नि ठिक छ तिमीले भनेकै पैसा तिमीलाई तर एकचोटि दर्शन चाहिँ गराइदेऊ न एकछिन है त सर लिएर आइहाल्छु नवीना नवीना बहिनी नवीना बहिनी नवीना बहिनी हजुर दिदी उठ तिमीलाई काम लगाइदिने सर आउनु भएको छ हो र दिदी छिटै न जाम आऊ बुढी ए बुढी होइन किन गरौँ बा म यता छु ए के गर्ला तिमी के गर्नु नि बारीमा सफा सुगर गर्नुलाई अब मकै छर्ने बेला भयो कन्ट्रोल त परिहाल्यो नि मकै छर्ने बेला भयो ल ल मैले सघाउँछु ल आउनुहोस् आउनुहोस् यो बाल्दिनु पाए हुन्थ्यो नि लाइटर ल्याएको छैनौ लाइटर त ल्याएको थिएँ बाल्दिनु नि त बाल्दिनु ल्याऊ अब यो यसो पानी आयो भने यो बारी खन्नु पर्ला अनि हुन्छ अहिले त साह्रो यो ढलान जस्तो भएको छ कस्तो ओसिएर चाहिँ बल्दै बल्दैन ए बोलिहाल्यो नि अनि माइतबाट आउनु नपाइकन बारीमा आउनु पर्ने तिमीलाई अब के गर्नु त नआएर कसले गर्छ त खानु पर्यो यसो बेलामा तरकारी सरकारी रोप्नु पाए खानु पाइन्छ के गर्नु आफूले नगरी खानु पाइँदैन अनि गरौँला त्यति हतार नि भएको छैन नि भर्खर अहिले चैत त हो नि वैशाखमा छ नि त हो नि मकै त अनि सुन्नु नि यता भाइले दिनुभयो त ओहो बुढीले सोधिहाले अब के जवाब दिने यसलाई घर तालचा लगाएको रहेछ भनिदिन्छु हेर नि बुढी गएको घर त तालचा लगाएको रहेछ कहाँको कहाँ हुन् ए छोरी पनि मामा घर गयो भने सुनेको थिएँ भाइको ए अनि हाम्रो छोरीले ल्याएको हुन्थ्यो नि बारीमा खोइ त छोरी अब सर जाने मान्छे के काम गर्न आइरहन्थ्यो यतै होली नि ल ल सफा भइहाल्यो अब घर जाउँ हिँड हामी सरलाई नमस्ते गर नमस्ते नानी नमस्ते सर म कफी बनाएर लिएर आउँछु बस्दै गर्नु है नानु तिमी पनि बस्दै गर है म कफी बनाएर ल्याउँछु है आउनु बस अनि तिम्रो नाम चाहिँ के हो निता ए त्यसो भए तिमी कामको खोजीमा काठमाडौँ आएको हो सर सहर आएर केही काम गरौँ त्यही पैसाले पढौँ भनेर त्यही आशाले म सरतिर आएको सर ल ठिक छ चिन्ता नगर त्यसको जिम्मा मेरो भयो तर मैले भनेको केही कुरा चाहिँ मान्नुपर्छ नि कस्तो कुरा हो सर भन्नु न अलिक नजिक आऊ न किन त्यसरी लाज भने कि होइन सर म यहीँ ठिक छु बरु भन्नु न काम चाहिँ के हो पहिला आऊ न नजिकै बसेर कुरा गर्नु मजा आउँछ अच्छा सर काम चाहिँ के हो भन्नु न भनिहाल्छु नि किन हात्ने कि तिमी राम्री छेउ तिमी सुन्दर छेउ आजको रात तिमी मसँग बस्नुपर्छ त्यसपछि त तिम्रो जागिर पक्का बुझे सर बुझे सबैको कुरा बुझे यो संसारमा सबै मान्छे स्वार्थी हुँदो रहेछन् भन्ने बुझे तिमीलाई जागिर चाहिएको होइन
त्यसो भए तिमीले मैले भनेको मान्नुपर्छ, होइन भने तिम्रो यो सहरमा गल्लीमा हिँड्ने कुकुरको भन्दा तल्लो स्तरको हालत हुनेछ। एउटा दाइ जस्तो मान्छे भएर एउटै बहिनीमाथि यस्तो गिद्धे नजर लाउन तपाईँलाई अलिकति पनि लाज लाग्दैन? कस्तो दाजु, कस्तो बहिनी, कस्तो लाजको कुरा गर्छु। मैले भने आनु तिमी, अझ पनि मौका छ तिमीलाई, सुन मेरो कुरा। हो, मलाई कुनै कुरा सुन्नु छैन र मलाई यस्तो हरकत गरेर पैसा कमाउनु पनि छैन। बरु म भोकै मर्न तयार छु, तर आफ्नो शरीर बेचेर पैसा कमाउन सक्दिनँ। राम्रो मुखले सम्झौता नमानेपछि मसँग अरू उपाय पनि छ। तपाईँहरू छोरा मान्छेले छोरी मान्छेले के सम्झिनुहुन्छ? एउटा मनोरञ्जनको साधन सम्झिनुहुन्छ? मैले भने मान तिमीलाई म मालामाल बनाइदिन्छु। सिर्फ एक दिनको कुरा त हो बहिनी, तिमीले सरको कुरा मान। सरले तिम्रै भलाइको लागि त भन्दै हुनुहुन्छ, बुझ्यौ? दिदी, तपाईँ पनि यस्तै कुरा गर्नुहुन्छ? हो बहिनी, म पनि गाउँबाट यो बिरानो सहरमा आएँ। बाँच्ने आधार केही नपाएपछि यस्तो कर्ममा लागेँ। अनि दिदी, तपाईँलाई चाहिँ कसले यो सहरमा ल्यायो? त्यो दिन म कामबाट फर्किँदै थिएँ, बाटोमा त्यही पदम भन्नेलाई भेट भयो। अनि के भयो दिदी? के भएन भन न। सहर लगेर राम्रो काम लगाइदिन्छु भन, मैले नि झट्ट विश्वास गरेर होला नि भनेर त्यसको पछि लागेर यहाँसम्म आएँ। अनि त्यसपछि के भयो दिदी? भगाएर मलाई यही सहरमा ल्याएर मलाई पटक पटक नराम्रो हरकत गर्यो। बिस्तारै बिस्तारै मलाई यही धन्दामा फसायो बहिनी। ल म अहिले जान्छु। उसलाई भोलि मेरो अफिसमा। दिदी, त्यो पापीलाई भेट्यो भने म टुक्रा टुक्रा पारिदिन्छु। त्यही पापीले मलाई पनि यहाँ ल्याएर फसाएको। दिदी, तिमीलाई म दुईटा उपाय दिन्छु, तिमीलाई कुन राम्रो लाग्छ त्यही रोज। त्यस्तो कुन उपाय हो दिदी, भन्नुहोस् न। कि त मर कि त गर। यो भनेको आफ्नो जीवन रक्षाको लागि कि त बगै मर, होइन भने तिमीले केही गर्नको लागि यस्तो घृणित हरकत गर्न पर्छ बहिनी। दिदी, मलाई केही दिन सोच्न दिनुहोस्।